Hello guys, hope all of you are fine. All of you are doing great. In my last video regarding Bachelor in Education Science, you guys have showed a lot of interest in it and asked a lot of questions. So again, I am making this video regarding your queries, regarding your questions, regarding your response देखि लिएर सबै अनि हजुरहरूले पनि मलाई हेल्प गर्नुभएको छ। मलाई त यो ब्याचलर इन एजुकेसन साइन्स भन्दाखेरि 3-4 वटा मात्रै कलेज छ जस्तो लाग्थ्यो, तर अकर्डिङ टु यु अल गाइज मैले थाहा पाएँ यसमा यो नेपाल अधिराज्यभरि यो 2-3 वटा मात्रै कलेजेस रहेन रहेछ, अझै बढी रहेछ, तर जति हुनुपर्ने थियो त्यति अझै स्टिल छैन। सो त्यही रिलेटेड मैले लिएको छु। यसको डिटेल इन्फर्मेसन डिटेलली त दिन सक्दिनँ होला, त्यही पनि जति सक्छु त्यति आई विल गिभ माई बेस्ट। सो इट फर्स्ट टकिङ अबाउट इट फी स्ट्रक्चर। यो ब्याचलर इन एजुकेसन साइन्सको फी स्ट्रक्चरको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ यो चाहिँ कलेज अनुसार चाहिँ डिफ्रेन्ट कलेजेस अनुसार डिफ्रेन्ट फी स्ट्रक्चर छ। मैले पढेको कलेजमा चाहिँ फर्स्ट इयरमा 30 to 35K अराउन्डमा चाहिँ कम्प्लिट हुन्छ। अनि अब मैले पढेको कलेज भनेको चाहिँ फुल्ली पब्लिक पनि होइन, फुल्ली प्राइभेट पनि होइन, अर्ध सरकारी टाइप हो। त्यही भएर इट्स अलिकति महँगै भनौँ न यतिको छ। अनि तर अरू हेरी एकदम थोरै नै कमै हो यो। अनि अरू कलेजमा चाहिँ अब त्यही पब्लिक अनुसारको अझै कम हुनसक्छ। यो चाहिँ हामीले आफै कुन कलेज लिने हो, कलेज अनुसारको आफै थाहा पाउनुपर्छ। अब यो कलेजेसहरू कुन कलेजेस रहेछ भन्ने बारे तनहु अनि गोर्खामा पनि छ अरे यो कलेज अकर्डिङ टु यु गाइज। अनि बुटवल मल्टिपल कलेजले पनि बिएड साइन्स अफर गरिरहेको छ। वीरेन्द्रनगर सुर्खेतमा छ अर्को भक्तपुर सानोथिमी कलेज, काठमाडौँ महेन्द्र रत्न कलेज, काभ्रे मल्टिपल क्याम्पस, मोरङ सुकुना मल्टिपल क्याम्पस र सुनसरीमा छ एउटा। अनि योभन्दा अरू पनि होला, अरू पनि अब यही भिडियो बनाएपछि अझै थाहा हुने रहेछ, हजुरहरूको रेस्पोन्सले थाहा हुने रहेछ। ती क्वेसन सोधिराख्नु भएको छ, ती कसैले हेल्प गरिराख्नु भएको छ। यो चाहिँ एकदम राम्रो कुरा हो यो सोसियल मिडियाको। मैले पनि हजुरहरू थ्रु नै यो यत्रो कलेजेस रहेछ भन्ने थाहा पाएँ, तर जति हुनुपर्ने थियो त्यति अझै छैन। स्टिल यो नलेजेस, यो ब्याचलर इन एजुकेसन साइन्सको बारेमा नलेजहरू एकदम कम छ। अनि अर्को कुरा भनेको चाहिँ हाम्रो पढ्न कतिको सजिलो छ कि छैन भनेर एकदम धेरैले क्वेसन चाहिँ कतिको अप्ठ्यारो छ, कतिको डिफिकल्ट छ। म बिएससी पढिरहेको छु, मैले बिएससीमा नसकेर एकदम मेरो डामाडोल भएर काम गर्न पनि थालेँ अनि सकिनँ भनेर एकदम धेरैले गरिराख्नु भएको छ। ल अब टकिङ अबाउट मी, मैले आफ्नैदेखि सुरु गरेँ। मैले आफ्टर +2 मेरो +2 पछि नै एज अ प्रोक्सी टिचर अनि एज अ टेम्पोररी टिचर मैले काम गर्न थालेँ। अनि यो प्रोक्सी टिचर, टेम्पोररी टिचर अनि ट्युसन टिचर भएर काम गर्न थालेँ। त्यो काम गर्दै पनि मैले यता स्टडीलाई पनि अगाडि बढाइराखेँ। अनि हाम्रो एक्जाम आउनुभन्दा अगाडि मैले चाहिँ 1 महिना अगाडिदेखि नै पढ्ने गरेको थिएँ। अनि त्यही अनुसार त्यही 1 महिना अगाडिदेखि अनुसारै पढेर पनि आएँ म स्कलरसिप स्टुडेन्ट, स्कलरसिप होल्डर स्टुडेन्ट। मैले स्कलरसिप लिएरै पढिरहेको छु अहिले पनि। अहिले त अब ब्याचलर आई हेभ कम्प्लिटेड माई ब्याचलर, स्टिल प्र्याक्टिकल एक्जाम इज रिमेनिङ। सो इट्स अन यु कसरी गर्नुहुन्छ, कतिको डिफिकल्ट लाग्छ, के लाग्छ। फिजिक्स, केमिस्ट्री, बायोलोजीको चाहिँ तिनीहरूको चाहिँ एकदम पहिलेकै +2 रिलेटेडै टपिकहरू चाहिँ धेरै हालिदिएको छ। अनि म्याथको पनि +2 रिलेटेडै टपिक छ। अब +2मा बेस राम्रो छ भने त हजुरहरूलाई एकदम सजिलो हुन्छ यो पढ्न। अनि हाम्रो कलेजले चाहिँ फेरि यसलाई मर्निङ टाइममा, यो कलेजको मर्निङ टाइममा राखिदिएको थियो। अनि मर्निङ टाइममा हुँदाखेरि मर्निङमा पढ्न जाने अनि दिउँसो काम गर्ने स्टुडेन्टलाई काम गर्न मिल्ने खालको भइरहेको थियो। अब अरू कलेजेसहरूले चाहिँ कसरी अफर गरिरहेको छ बिएड इन साइन्स, हामीलाई चाहिँ त्यही भएर पनि एकदम हेल्प भइरहेको थियो। अनि हजुरहरू कतै काम गर्दै हुनुहुन्छ भने यो क्लास पनि रेगुलर लिन सक्नु हुँदैन भने पनि +2 आफू कतिखेर मात्रै प्रेजेन्स, हजुरहरू एटेन्डेन्स अनुसार, एटेन्डेन्स भनेको धेर भए 5 मार्क्स 4 मार्क्स होला कलेजले। हजुरहरूले कलेजलाई नै मेरो यस्तो खालको प्रब्लम छ भनेर पनि भन्न सक्नुहुन्छ। त्यसरी पनि धेरैले गरिराख्नु भएको छ। आफू पहाडमा काम, मेरो साथीहरू पनि पहाडमा काम गर्ने हुनुहुन्छ धेरै, उहाँहरू पहाडमा काम गरेर अनि एक्जामको टाइममा चाहिँ प्र्याक्टिकलको टाइममा चाहिँ आएर यता जोइन हुने अनि अरू काम चाहिँ गएर उतै गर्ने हो। त्यस्तो गरेरै अहिले 4th इयरसम्म आइसक्नु भयो, कम्प्लिट पनि गरिसक्न आँट्नुभयो अब त।
सो यो चाहिँ अब कलेज अनुसार छ कि के छ, हाम्रोले चाहिँ त्यसरी अफर गरिरहेको थियो। तर जहाँसम्म लाग्छ मलाई सबै कलेजमा पनि यस्तै होला, धेरैले काम गर्दै कति एटेन्ड हुन नपाउनु भएको, कता कता गइराख्नु भएकोले एजुकेसन जोइन गरेर, एजुकेसन साइन्स जोइन गरेर अनि पनि पढिराख्नु भएको छ। अनि अबाउट हु क्यान स्टडी दिस सब्जेक्ट, यो सब्जेक्ट चाहिँ साइन्स एजुकेसन सब्जेक्ट चाहिँ कसले पढ्न पाउँछ भन्दाखेरि दोज स्टुडेन्ट्स हु हेभ जसको चाहिँ +2 ब्याकग्राउन्ड भनेको साइन्स रिलेटेड छ। जस्तै इफ यु हेभ डन आइएड इन साइन्स, +2 मा साइन्स गर्नुभएको छ कि त आइएड साइन्स गर्नुभएको छ भने यु क्यान स्टडी ब्याचलर इन साइन्स। अनि जसले चाहिँ फिजिक्स र केमिस्ट्री ब्याकग्राउन्ड छ भने चाहिँ दे क्यान टेक दिस बिएड साइन्स। उहाँहरूले चाहिँ बिएड साइन्स लिन सक्नुहुन्छ। अनि +2 पछि के पढ्ने, बिएससी पढ्ने कि बिएड पढ्ने भन्ने डिलेमामा हुनुहुन्छ भने चाहिँ +2 साइन्स गरेको स्टुडेन्ट चाहिँ अब उहाँहरूलाई बिएड साइन्स गर्दा पनि भयो, टिचिङ रिलेटेड आउन चाहनुहुन्छ भने कि त लोकसेवा तयारी गर्न चाहनुहुन्छ भने, लोकसेवामै फ्युचर देख्नु भएको छ भने बिएड साइन्स इज वान अफ द बेस्टै हो यो चाहिँ। किनभने आफूले यता त्यति धेरै त्यस्तो ह्युज फोकस भएर पनि लाग्नु परेन, बिएससीहरूमा जस्तै त्यति हाइली फोकस्ड हुनु परेन। हजुरहरू आफ्नो यतै पिएससीको लागि प्रिपेयर गर्दै पढ्दै पनि गर्न सक्नुहुन्छ। अनि इट्स नट द्याट डिफिकल्ट इदर। हजुरहरूले एकदम फोकस भएर 1 मन्थ जति चाहिँ पढ्नुभयो भने चाहिँ यु क्यान इजिली ट्याकल इट। हजुरहरू एकदम इजिलीसँग यसलाई अगाडि बढ्न सक्नुहुन्छ, त्यस्तो डिफिकल्ट पनि छैन, +2 रिलेटेडै भएर। अनि यसले चाहिँ हजुरहरूले चाहिँ यदि एजुकेसन +2 मा एजुकेसन गर्नुभएको छ भने, एजुकेसन मात्रै गर्नुभएको छ, कुनै मेजर लिएर गर्नुभएको छ भने पाउनु भएन, मेजर साइन्सै हुनुपर्छ एजुकेसनबाट, अनि मात्रै यता बिएड साइन्स लिन पाउनुहुन्छ। अनि उताबाट फेरि हजुरहरूले फिजिक्स केमिस्ट्री म्याथ कि त बायोलोजी लिनुभएको छ भने त इजिली पाइहाल्नु हुने भयो। म्यानेजमेन्ट पढेकोले पाउनु हुँदैन किनभने फिजिक्स केमिस्ट्रीमा ब्याकग्राउन्ड हुँदैन, त्यही भएर। अल्सो यु गाइज हेभ आस्क्ड एनी अनलाइन कन्टेन्ट फर बिएड साइन्स भनेर। टिल नाउ चाहिँ अहिलेसम्म चाहिँ यो बिएड साइन्सको बारेमा कन्टेन्ट रिलेटेड अनलाइन चाहिँ आएको छैन। तर अब हजुरहरूको इन्ट्रेस्ट अनुसार चाहिँ अलिक आउन सक्छ कि त्यस्तो पनि हुनसक्छ, कज यु गाइज हेभ सोड अ लट अफ इन्ट्रेस्ट। धेरै हुनुहुँदो रहेछ यो टपिकबारे पनि थाहा नहुने, यो पनि छ र भन्ने खालको, यो पनि छ, अफर गरिरहेको छ। तर सीमित कलेजेसहरूले अफर गरिरहेको छ नेपाल अधिराज्यभरि, जसको बारेमा चाहिँ धेरैलाई थाहा छैन। बिएससी गरेर 1 इयर एमएड गरेर अनि 1 इयर बिएड गरेर अनि मात्रै पढाउन जान पाइदो रहेछ, सुरुमै बरु बिएड गर्नुपर्ने रहेछ भनेर धेरै पछुताउनु पनि हुन्छ। तर अब यस्तो कन्टेन्ट आएपछि चाहिँ इफ यु गाइज हजुरहरूले चाहिँ सेयर गर्नुभयो भने अनि चाहिँ अनलाइन कन्टेन्टहरू पनि आउन सक्छ। एजुकेसन साइन्समा कुन सब्जेक्ट हुन्छ, साइन्स फ्याकल्टीको पिसिबी मतलब फिजिक्स केमिस्ट्री बायोलोजी तीनवटा पढ्नुपर्छ र यस एजुकेसन साइन्समा चाहिँ 4 इयर्ससम्मको जुन यो 4 इयर्ससम्मको कोर्स चाहिँ हो, 4 इयर्ससम्म हजुरहरूले चाहिँ फिजिक्स केमिस्ट्री र बायोलोजी चाहिँ इट्स कम्पलसरी पुरै नै। अनि म्याथ चाहिँ सेकेन्ड इयरमा छ, थर्ड इयरमा हजुरहरूले इन्भाइरोमेन्टल साइन्स पनि पढ्नुपर्ने हुन्छ, अनि अरू एजुकेसन रिलेटेड टपिकहरू पनि छ। अनि टकिङ अबाउट अल अफ दिज सब्जेक्ट्स, यो सब्जेक्टमा चाहिँ हजुरहरूलाई फिल्ड ट्रिप, फिल्ड भिजिट पनि हुन्छ। अनि त्यो फिल्ड भिजिटमा गए अनुसारको यु हेभ टु मेक रिपोर्ट, रिपोर्ट पनि बनाउनु पर्ने हुन्छ। अनि आइसिटीमा 50 मार्क्सको प्र्याक्टिकल हुन्छ, 50 मार्क्सको एक्जाम हुन्छ, आइसिटी पनि हुन्छ। अनि यो माइक्रो टिचिङ भन्ने सब्जेक्ट 4th इयरमा हुन्छ। माइक्रो टिचिङ भन्दाखेरि हामीले चाहिँ प्र्याक्टिस गर्नुपर्ने हुन्छ एक्जाम पछि। अनि प्र्याक्टिकल सबै सब्जेक्टहरूले, यो पिसिबीको सबै सब्जेक्टहरूले त प्र्याक्टिकल कन्टेन्ट गरिहाल्ने पर्यो, प्र्याक्टिकल मार्क्स कन्टेन्ट गरिहाल्ने पर्यो 20 मार्क्सको। त्यो प्र्याक्टिकलमा हामीले डाइसेक्सनहरू पनि गर्नुपर्ने हुन्छ, सबै थोक गर्नुपर्ने हुन्छ साइन्स रिलेटेडै। अनि इट विल हेल्प फर टिएससी एक्जामको लागि हेल्प गर्ने भइहाल्यो यसले। हजुरहरू शिक्षा सेवा आयोग गर्दै शिक्षा सेवा आयोगमा नाम निकाल्छु भन्ने खालको कन्सेप्ट छ भने चाहिँ +2 एजुकेसन साइन्स गरेर यता ब्याचलर इन एजुकेसन साइन्स जोइन गर्दा झन् राम्रो।
हामीले एकैचोटि गभर्मेन्टमा नाम निकाल्न चाहिँ +2 मा साइन्स गरेको छ भने यो 4 इयरमा चाहिँ ब्याचलरमा चाहिँ हामीले एजुकेसन साइन्स गरिसकेपछि मात्रै हामीले टिचिङ लाइसेन्सको एक्जाम दिन पाउँछौँ। +2 मा हजुरहरूले आयर साइन्स गर्नुभएको छ भने चाहिँ त्यसपछि टिचिङ लाइसेन्सको एक्जाम दिएर प्राविमा नाम निकाल्न सक्नुहुनेछ। सो मैले होप मैले सबै यो हजुरहरूको क्वेरिजहरूलाई चाहिँ यहाँ मेन्सन गर्न सकेँ होला। सकिनँ भने पनि यु क्यान आस्क क्वेसन दियर अगेन। म हजुरहरूको क्वेरिज रिलेटेड फेरि बनाउने छु अर्को पनि। यो भिडियोले पनि हेल्प गर्छ भन्ने सोचेको छु। अबको +2 को स्टुडेन्ट्सहरू चाहिँ अलिकति डिलेमामा हुनुहुन्छ भने बिएससी लिनु कि बिएड लिनु भन्ने खालको डिलेमामा हुनुहुन्छ भने चाहिँ हजुरहरूको +2 साइन्स छ भने ब्याकग्राउन्ड अलिकति टिचिङमा इन्ट्रेस्ट छ प्लस टिएससी पिएससी रिलेटेड इन्ट्रेस्ट छ भने लोकसेवातिर इन्ट्रेस्ट छ भने चाहिँ हजुरहरूले बिएड साइन्स लिँदा चाहिँ अझै राम्रो होला भनेर भन्ने लाग्छ। अनि बिएससी चाहिँ हजुरहरू पछि लेक्चरर हुन्छु म +2 ब्याचलरसम्मै म पढाउँछु भनेर भन्ने खालको लाग्छ भने चाहिँ यु क्यान जोइन बिएससी। बिएससीले पनि आउट कन्ट्री जान ओर्न हेल्प गर्छ। अब हुन त बिएससी गरेर यहाँ नेपालमा चाहिँ केही गर्छु भन्दाखेरि चाहिँ बिएससी गरेर अझै 5 इयर लाग्नुभन्दा यतै हामीले 4 इयर बिएडै गर्दा राम्रो होला भनेर चाहिँ यो धेरैलाई थाहा छैन। सो होप सबैलाई यो इन्फर्मेसनले हेल्प गर्छ होला। Thanks guys, thank you for showing a lot of interest in this field, in this topic, in this faculty, and also for showering a lot of love. Thank you all.